भिडियोमा विशेष गरी विदेशमा बस्ने पेन्सन लिने नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि हो धेरैजनाले समस्या भोगिरहनु भएको छ। यी पेन्सन लगइन नहुने, ओटिपी नआउने, मोबाइल नम्बर हराएको, विदेशबाट सिस्टम नचल्ने। यस भिडियोमा हामी सम्पूर्ण समाधान र कहाँ सम्पर्क गर्ने भन्ने कुरा सिक्ने छौँ र हामीले कति पटक रिन्यू गर्नुपर्छ यो बारेमा पनि म तपाईँहरूलाई जानकारी गराउनेछु। च्यानल नयाँ हुनुहुन्छ छेउमा रहेको बेल अल थिच्नुलाई लाइक गर्नु होला, भिडियोलाई सबको सेयर गर्नु होला। आउनुहोस् भिडियोतर्फ। समस्या किन हुन्छ? सबैभन्दा पहिलो कुरा समस्या किन हुन्छ? पेन्सन प्रणालीमा ओटिपी, अनलाइन टाइम अथवा अन टाइम पासवर्ड, मोबाइल नम्बर भेरिफिकेसन अनिवार्य हुन्छ। तर समस्या पुरानो नम्बर हराएको, विदेशको सिम सिस्टममा नचल्ने, ब्याङ्कमा अपडेट नभएको नम्बर। यसैले ई पेन्सन रोकिन्छ। भनेको मतलब ई पेन्सन भेरिफिकेसन गर्न पाउनुहुन्न र त्यो नगरेपछि अथवा तपाईँहरूले ई पेन्सन भेरिफिकेसन गर्नु भएन भने तपाईँले आउने अथवा तपाईँको खातामा आउने पैसा यता खातामा ट्रान्सफर हुँदैन। मुख्य ब्याङ्कहरू कहाँ हुन्छन्? नेपालमा पेन्सन सम्बन्धी काम मुख्य रूपमा यी ब्याङ्कबाट हुन्छ। जस्तै राष्ट्रिय वाणिज्य ब्याङ्क भयो, नेपाल राष्ट्र ब्याङ्क भयो। पेन्सन अकाउन्ट र अपडेट सम्बन्धी काम यी ब्याङ्कहरूमै हुन्छ। तपाईँहरूले राष्ट्रिय वाणिज्य ब्याङ्कमा खोल्नुभएको छ या नेपाल राष्ट्र ब्याङ्कमा खोल्नुभएको छ, यी ब्याङ्कहरूबाट मात्रै हुन्छ। विदेशबाट के गर्न मिल्छ? विदेशमा दुबई, कतार, मलेसिया आदिबाट विकल्प के छ भने त्यहाँ जस्तै तपाईँ त्यहाँ हुनुहुन्छ भने जस्तो आफन्तबाट अथोराइजेसन लेटर भनेको अनुमति पत्र भयो, नागरिकताको कपी दिने, ब्याङ्कमा गएर मोबाइल नम्बर अपडेट गर्ने। अब तपाईँको यो भयो पहिलो अप्सन भयो। दोस्रो अप्सनमा तपाईँहरूले ब्याङ्कमा डाइरेक्ट कल गर्ने, जस्तै इमेल पठाउने, तपाईँहरूले फोन कल गर्ने, समस्या आफ्नो चाहिँ अथवा समस्या के हो त्यो जानकारी गराउने। अर्को अप्सन छ जस्तै नेपालमा सिम प्रयोग गर्ने, जस्तै नेपालमा सिम प्रयोग ओटिपीका लागि नेपालकै सिम आवश्यक हुनसक्छ। आफन्त मार्फत सिम म्यानेज गर्न सकिन्छ। तपाईँहरूले यो तेस्रो अप्सनमा आफन्तलाई जस्तै सिम म्यानेज गर्न सकिन्छ। अथोराइजेसन भनेको तपाईँले आफ्नो काम अर्को व्यक्तिलाई गर्न दिने लिखित अनुमति पत्र, लिखित अनुमति यसमा लेखिन्छ। जस्तै तपाईँको नाम लेखिन्छ, ब्याङ्क विवरण लेखिन्छ, कुन काम गर्ने, जस्तै कुन काम गर्न दिने, मोबाइल अपडेट, पेन्सन ओर्ग भनेको मतलब तपाईँको नम्बर अथवा मोबाइल नम्बर अपडेट त्यहाँनिर त्यो राखिन्छ अनि हस्ताक्षर राखिन्छ। त्यसपछि ब्याङ्कले काम गर्छ। कहाँ सम्पर्क गर्ने? तपाईँले यी ठाउँमा सम्पर्क गर्न सक्नुहुन्छ। जस्तै अब नेपाल राष्ट्र ब्याङ्कमा भयो, राष्ट्रिय वाणिज्य ब्याङ्कमा भयो, तपाईँहरूको जुन नजिक भएको शाखा छ राष्ट्रिय वाणिज्य ब्याङ्क अथवा नेपाल राष्ट्र ब्याङ्कमा त्यहाँ तपाईँले सम्पर्क अथवा गर्न सक्नुहुन्छ। त्यसपछि कस्टमर सर्भिस इमेल, तपाईँले राष्ट्रिय वाणिज्य ब्याङ्क अथवा नेपाल राष्ट्र ब्याङ्कको कस्टमर सर्भिस इमेल भन्ने हुन्छ। त्यहाँनिर तपाईँले त्यो वेबसाइटमा गएर पनि तपाईँले त्यहाँनिर आफ्नो बुझ्न सक्नुहुन्छ। जस्तै अर्को छ तपाईँले राष्ट्रिय वाणिज्य ब्याङ्कमा अब जस्तै पेन्सन ब्रान्चहरू नजिक भएको ठाउँमा त मैले भनिहालेँ अकाउन्ट अपडेट सेवा हुन्छ। अनि नेपाल राष्ट्र ब्याङ्कको पनि तपाईँको नजिक भएको जस्तै क्रेडिट अकाउन्ट होइन कि तर ब्याङ्क नीति र गुनासो मार्गदर्शन जस्तै तपाईँहरूले त्यो पनि गर्न सक्नुहुन्छ। विदेशमा बसेर पनि पेन्सन रोकिँदैन, तर पेन्सन रोकिँदैन भनेको मतलब तपाईँले तपाईँको खातामा तपाईँ नेपालमा आएर पनि झिक्न सक्नुहुन्छ। तर तपाईँले यी पेन्सन भेरिफिकेसन गर्नुभयो भने तपाईँको खातामा आइराख्छ अनि तपाईँको पछाडि जस्तो तपाईँको आफ्नो परिवारले झिकेर काम चलाउन सक्छन्। त्यो हो। त्यसैले रोकिँदैन भनेको विदेशमा बसेर पनि तपाईँले भेरिफिकेसन गर्नुभयो भने जस्तै मोबाइल नम्बर अपडेट गर्नु पऱ्यो, मैले भनिहालेँ सुरुमा, अनि ब्याङ्क भेरिफिकेसन गर्नु पऱ्यो। अथोराइजेसन भनेको अनुमति पत्र प्रक्रिया अनिवार्य हुन्छ। सबैभन्दा सजिलो उपाय त आफन्त मार्फत ब्याङ्कमा अपडेट गराउनु नै सबैभन्दा उत्तम हुन्छ। तपाईँहरूले यो कुरा बुझ्नु होला। जस्तो तपाईँको पेन्सन कति वर्षमा रिन्यू गर्नुपर्छ भनेको आर पेन्सन भन्ने हुन्छ, रेगुलर पेन्सन भन्ने हुन्छ। कति वर्षमा भनेको विशेष गरी विदेशमा बस्ने पेन्सनधारी, वृद्ध भत्ता वा सरकारी पेन्सन लिनेहरू, ब्याङ्क मार्फत पेन्सन बुझ्नेहरू, धेरैजसो मानिसहरूले थाहा नहुने कुरा समयमै रिन्यू नगर्दा पेन्सन रोकिन सक्छ। भनेको मतलब तपाईँको जुन खाता छ पर्सनल खातामा नआउन सक्छ अथवा रोकिएर बस्न सक्छ तपाईँले यो रिन्यू गर्नु भएन भने। जस्तै तपाईँसँग अनलाइन भेरिफिकेसन अथवा ई पेन्सन भेरिफिकेसन छैन, तपाईँले आफै फिजिकल्ली रूपमा जान पर्छ। यो छैन तपाईँले जस्तो वृद्ध हुनुहुन्छ यो कुरा थाहा छैन भने तपाईँले ब्याङ्कमै कति वर्षमा गएर रिन्यू गर्नुपर्छ त। अब कति वर्षमा रिन्यू गर्ने त?
किन रिन्यू गर्नुपर्छ, कसरी गर्ने, विदेशबाट के गर्ने, अब सबै कुरा सजिलो भाषामा फेरि भन्छु म तपाईँहरूलाई। जस्तो रेगुलर पेन्सन भनेको आर पेन्सन भन्छ, जस्तै भनेको रिन्युअल पेन्सन सिस्टम भन्छ क्या। आर पेन्सन भनेको रिन्युअल पेन्सन सिस्टम भन्छ। यसमा के हुन्छ, तपाईँ जीवित हुनुहुन्छ भने प्रमाणको लागि भयो, अनि तपाईँको विवरण सही छ भन्ने पुष्टि गर्न भयो, ब्याङ्कमा अपडेट गरेको जानकारी भयो। यो प्रक्रिया अनिवार्य हुन्छ, नत्र पेन्सन रोकिन सक्छ। भनेको मतलब तपाईँको खातामा आउँदैन, त्यत्तिकै बस्छ तपाईँले यो प्रक्रिया नगर्दासम्म। कति वर्षमा रिन्यू गर्नुपर्छ भनेको सामान्य नियम हरेक 1 वर्षमा रिन्युअल गर्नुपर्छ। भनेको मतलब 1 वर्षमा अहिले पहिला चाहिँ 6 महिनामा गर्नुपर्थ्यो भने अहिले 1 वर्षमा अनिवार्य रिन्युअल गर्नुपर्छ। अहिले ई पेन्सन भेरिफिकेसनबाट पनि अनलाइनबाट गर्न सक्नुहुन्छ, फिजिकल्ली रूपमा तपाईँले अब ब्याङ्कमा गएर पनि गर्न सक्नुहुन्छ। विशेष अवस्थाहरूमा ब्याङ्कको छिटो रिन्युअल माग्न पनि सक्छन्। जस्तो राष्ट्रिय वाणिज्य ब्याङ्क भयो, नेपाल राष्ट्र ब्याङ्क भयो। अब योमा तपाईँहरूको अब केही नियम फरक पनि हुनसक्छ, नभए अहिले 1 वर्षमै हुने हो मैले बुझेको अनुसार। मुख्य कुरा त प्रत्येक वर्ष रिन्युअल नगरेमा पेन्सन रोकिने सम्भावना हुन्छ। मैले सुरुमा पनि भनेको छु, यदि तपाईँले अब यो रिन्युअल गर्नु भएन वर्षमा भनेदेखि अब यो तपाईँको खातामा किन रिन्युअल गर्नुपर्छ भनेको मतलब यो पनि जान्न जरुरी छ। जस्तो फ्रड रोक्न भयो, अनि मृत व्यक्तिको नाममा पेन्सन रोक्न भयो, अनि एकदम साधारण हिसाबमा चाहिँ तपाईँहरूले फ्रड रोक्न भयो, मृत व्यक्तिको नाममा पेन्सन रोक्न भयो, ब्याङ्क रेकर्ड अपडेट भयो, सरकारको भेरिफिकेसन प्रोसेस भयो। यसमा मुख्य कुरा भनेको लाइफ जीवित प्रमाण जस्तो अपडेट भएन भने सिस्टमले एक्टिभ देखाउँछ। नेपालमा तपाईँले यी ब्याङ्कहरू मैले भनिसकेँ, रिन्युअलका लागि चाहिँ नेपाल राष्ट्र ब्याङ्क भयो, राष्ट्रिय वाणिज्य ब्याङ्क भयो, नेपाल राष्ट्र ब्याङ्कहरू भयो। कुनै पनि जिल्लाको एउटा ठाउँमा ब्रान्च हुन्छ मा जानुपर्छ। जस्तो आइडी नागरिकता लैजाने अहिले त राष्ट्रिय परिचय पत्र पनि अनिवार्य गरेको छ। बायोमेट्रिकको हस्ताक्षर भेरिफिकेसन गर्नुपर्छ, तपाईँ फिजिकली रूपमा जानुभयो। अब विदेशबाट रिन्युअल कसरी गर्ने भन्ने कुरा छ। विदेशमा हुनुहुन्छ भने पनि समाधान हुन्छ। जस्तै तपाईँहरूले मैले सुरुमा पनि भनिसकेँ, जस्तो आफन्त मार्फत भयो, सबैभन्दा सजिलो कुरा त्यो भयो। अब अथोराइजेसन लेटर भनेको अनुमति पत्र भयो, नागरिकता कपीको फोटोकपी भयो, राष्ट्रिय परिचय पत्रको फोटोकपी भयो, आफन्तलाई ब्याङ्क पठाउने, तपाईँको नाम लेख्ने, सुरुमा तपाईँको अकाउन्ट नम्बर लेख्ने, रिन्युअल गर्न दिने अनुमति भयो, अनि हस्ताक्षर भयो। ब्याङ्कले यस साधारण काम गर्छ। ब्याङ्कमा सम्पर्क जस्तै इमेलबाट गर्न सकिन्छ, तपाईँले फोन गरेर गर्न सकिन्छ, आफ्नो समस्याहरू एक्सप्लेन गरेर पनि गर्न सक्नुहुन्छ। अब नेपालमा सिम पर्यो भन्ने हो, जस्तो ओटिपी र भेरिफिकेसनका लागि भयो नेपालकै मोबाइल नम्बर आवश्यक हुनसक्छ। मैले सुरुमा पनि भनेको छु, आफन्तलाई म्यानेज गर्न सक्छ। रिन्युअल नगर्दा के हुन्छ मैले त्यो पनि भनिहालेँ। यदि तपाईँले रिन्युअल गर्नु भएन भने पेन्सन रोकिन्छ, अकाउन्ट चाहिँ एक्टिभ हुँदैन। पुनः एक्टिभ गर्न झन्झट हुन्छ, फेरि झन्झट हुन्छ नि। तपाईँ समयमा गर्नु भएन भने अब कति कामहरू भइराखेको हुन्छ, अब त्यसले काम चलाउनु पर्ने हुन्छ। त्यसैले समय नै रिन्युअल अत्यन्तै जरुरी छ। अब मुख्य कुरा सम्झनु पर्ने भनेको अन्तिममा चाहिँ आर पेन्सन 1 वर्षमा रिन्युअल गर्नुपर्छ भनेको गर्नु पर्यो। अनि रेगुलर पेन्सन भन्छ, अनि विदेशमा भए पनि सम्भव छ। अथोराइजेसन मैले भनेको यो प्रक्रिया तपाईँहरूले ब्याङ्क मार्फत पनि अब कस्टमर केयरबाट पनि गर्न सक्नुहुन्छ। मैले सुरुमा पनि भनिसकेँ, सबैभन्दा सजिलो उपाय भनेको अथोराइजेसन भनेको अनुमति पत्र। अनि ब्याङ्कमा मोबाइल अपडेट पनि जरुरी हुन्छ। ढिलो नगर्नुहोस्, समयमै रिन्युअल गर्नुहोला। अन्त्यमा धन्यवाद। यदि तपाईँले यो जानकारी उपयोगी लाग्यो भने सेयर गर्नुहोस् ताकि अरू पनि लाभान्वित हुन्।